समृद्ध समाजको आधार हो शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक एकता। यही सोचलाई आत्मसात गर्दै कोहलपुर नगरपालिका वडा नम्बर 14 विकास, समावेशिता र जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा अघि बढिरहेको छ। विगतका चुनौतीहरूलाई अवसरमा बदल्दै वडा नम्बर 14ले शिक्षा, स्वास्थ्य, पूर्वाधार, धार्मिक तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय कामहरू गरेको छ। विकासको पहिलो आधार सडक पहुँच हो। गीतापुरमा गरिएको कालोपत्री निर्माण, बैजनाथपुर सडक निर्माण तथा उढारपुर क्षेत्रमा गरिएको कालोपत्री सडकले स्थानीय नागरिकको यात्रा सहज बनाएको छ। यातायात सुविधा विस्तारसँगै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच पनि वृद्धि भएको छ। चित्रानगर नाली निर्माणले वातावरणीय सरसफाइमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै राम माध्यमिक विद्यालयमा व्यावसायिक भवन निर्माण गरिएको छ, जसले विद्यार्थीलाई सिपमूलक तथा व्यवहारिक शिक्षामा जोड दिएको छ। नेपाल राष्ट्रिय प्रावि ढोरपुर र सिर्जना बाल प्राविमा गरिएको पूर्वाधार विकासले बालबालिकाको सिकाइ वातावरण अझ सहज र आकर्षक बनेको छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै वडाको समग्र विकास र समृद्धिका लागि निरन्तर काम भइरहेको छ भन्नुहुन्छ वडा अध्यक्ष नमबहादुर आले। 14 नम्बर वडाको सबैभन्दा महत्त्वपूर्ण योजना अथवा महत्त्वपूर्ण काम निर्वाचित भएर आइसकेपछि शिक्षामा एकदमै अन्तरात्मादेखि शिक्षाका निम्ति एकदमै शिक्षालाई कसरी सुधार गर्ने र ती पठन पाठन गर्ने बालबालिकाहरूलाई विद्यालयमा सहज वातावरण कसरी बनाउने, शान्तपूर्वक कसरी ती बच्चाहरूले त्यहाँ शिक्षा प्राप्त गर्न सक्छन् भनेर एकदमै हामी लागिरहेका छौँ। र त्यो हाम्रो पहिलो प्राथमिकता पनि थियो, शिक्षालाई अगाडि बढाउनु अथवा गुणस्तर शिक्षा प्राप्त गरून् बालबालिकाले भन्ने कुराहरूलाई एकदमै हामी एक नम्बरमा राखेर अगाडि बढ्यौँ भने मानिससँग जोडिएको स्वास्थ्य सम्बन्धी पनि हामीले आफ्नो वडाबाट दिने स्वास्थ्यका कुराहरू, चाहे चेतनामूलक कार्यक्रम होस् अथवा औषधि उपचारका कुरा हुन्, उनीहरूलाई यस कार्यालयबाट अथवा हामीले सहजीकरण गरेर यहाँबाट हुने सेवा सुविधा हामीले यहाँबाट गर्ने र यहाँबाट नभएका कुराहरूलाई अन्यत्र कुन कार्य अफिसमा अथवा कुन अस्पतालमा गएर उहाँको उपचार हुन सक्छ सहजीकरण गरेर सिफारिस गर्ने गरेका छौँ भने वडावासीहरू एकदमै कसरी कुनै पनि आवश्यकता, जस्तै वडावासीहरूको मूल आवश्यकता एउटा घरबाट निस्किसकेपछि सहज रूपले मुख्य केन्द्रबिन्दु हामीसँग जोडिएको मुख्य राजमार्गसँग कसरी पुग्न सक्ने, कसरी सहज रूपले त्यो राजमार्गसँग पुग्नका निम्ति हामीले टोलको मुख्य बाटाहरू बनाउनका निम्ति हामीले ती बाटाहरूलाई हामीले केही निर्माण गरिसकेका छौँ भने अझै पनि निर्माण गर्नुपर्ने काममा त्यो पनि हाम्रो प्रायोरिटीमा रहेको छ। र त्यो बाटोहरूलाई स्तरोन्नति गर्ने अथवा त्यो बाटोमा ढल निकास गर्ने, ती बस्तीहरूमा डुबानबाट बचाउनका निम्ति बनाउने घरहरू व्यवस्थापन गर्नका निम्ति पनि हामीले सल्लाह सुझाव हामी आफैमा पनि लागिरहेका छौँ। र अन्य धेरै कामहरू छन्। हामी प्राथमिकता आधारमा शिक्षा, स्वास्थ्य र हिँड्ने बाटोहरू, सडकहरू निर्माण गर्नका निम्ति हामीले प्राधिकरण गरेर हामी लागिरहेका छौँ। धार्मिक तथा सांस्कृतिक संरक्षणतर्फ बैजनाथपुर स्थित बौद्ध विहारको संरक्षणसँगै विकास गरिएको छ।
पार्वतीपुरको शिव मन्दिर र सिर्जनाटोल शिव मन्दिर निर्माणले धार्मिक आस्था संरक्षण गर्नुका साथै सामाजिक सद्भाव र एकतालाई मजबुत बनाएको छ। युवा तथा खेलकुद विकासका लागि निर्माण गरिएको कबड हल खेलकुद गतिविधि र सामुदायिक कार्यक्रमको केन्द्र बनेको छ। यही हलमा पहिलो पटक प्रथम कोहलपुर ब्याडमिन्टन प्रतियोगिता सञ्चालन समेत भइसकेको छ। समावेशी विकासलाई प्राथमिकतामा राख्दै चिडीमार बस्तीमा घर निर्माण गरिएको छ, जसले विपन्न समुदायलाई सुरक्षित आवासको अनुभूति दिलाएको छ। त्यस्तै विभिन्न सिपयुक्त तालिम मार्फत युवा, महिला तथा बेरोजगार नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गरिएको छ। कृषि र पशुपालनलाई सशक्त बनाउन पशु कार्यालय मार्फत किसानलाई प्राविधिक सहयोग, औषधि उपचार तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ। विकास केवल सडक र भवन निर्माण मात्र होइन, नागरिकको जीवनस्तरमा आएको सकारात्मक परिवर्तन हो। सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिले वडावासीको दैनिक जीवनलाई सहज बनाएको छ। विशेष गरी विद्यालय जाने बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई आवत जावतमा ठुलो सुविधा पुगेको छ भन्नुहुन्छ वडा सदस्य जहगिर अली साए। यो बाटो बनाएर धेरै सजिलो यहाँका बालबालिकालाई स्कुल जानको लागि, कलेज जानको लागि, पढ्नको लागि अत्यन्तै सुविधा भएको छ अहिले बालबालिकालाई र जस्तै ज्येष्ठ नागरिकहरूलाई, अपाङ्गहरूलाई यो हस्पिटल स्वास्थ्यको लागि जानको लागि धेरै राहत मिलेको छ। यो बाटो यो हाम्रो यो सङ्घीय योजना हाम्रो मेयर साहबको ठुलो देन छ। जसरी दक्षिण कोहलपुर पछाडि परेको थियो त्यसरी नै हामीले योजना मागे गर्दा अनि हाम्रो वडा अध्यक्षले पहल गरिराख्दाखेरि मेयर साहबले एक नम्बरमा प्राथमिकता दिएर म दक्षिण कोहलपुरलाई जसरी पनि आफ्नो कार्यकालमा म कोहलपुर समग्र कोहलपुरको हैसियतमा ल्याउँछु, दक्षिण कोहलपुरलाई पनि सम्मानजनक म विकास गर्छु भनेर उहाँले दिएअनुसार हामीले गऱ्यौँ। र सँगसँगै हाम्रो त्यो अघि हेर्नुभयो होला यो बौद्ध विहारलाई हामीले धार्मिक सँगसँगै पर्यटकीय यो कोहलपुरको एउटा नमुना पर्यटकीय बनाउने त्यो सोच हो र केही रकम त्यहाँ प्रदेशबाट आछ र सङ्घीयबाट विभिन्न अब मान्यज्यूहरूसँग माग्दा तर प्राप्त गर्न सकेनौँ। फेरि पनि हामी अहिलेको मान्यज्यूसँग फेरि ल्याएर देखाएर पनि माग गरिरहेछौँ। त्यस्तै हाम्रो यो पश्चिम यो 14 नम्बर वडाको पश्चिम विभागमा भर्खरै केही रोड बन्दैछ नगरपालिकाको सहयोगमा, स्थानीय उसमा र यो हाम्रो सन्जु प्रदेशका माननीयजी हुनुहुन्छ, उहाँको पहल गर्दाखेरि एउटा उडारपुरमा हामीले केही बाटो पिच गरेछौँ र धेरै कुरा अझै यहाँ केही गाउँभित्र नाली बनायौँ। अझै हामीले यता यो पुरै बैनाथपुर यता बौद्ध विहार जाने बाटोमा नाली गराउन अझै पनि बाँकी छ। हामी यसको लागि माग गरेछौँ र यसरी हुँदै यो 7 नम्बर वडा जोड्ने थापाटोल हुँदै 7 नम्बर वडा जोड्ने नालीको अत्यन्तै आवश्यक छ, त्यो हामीले अझै माग गरेछौँ। र सँगसँगै हाम्रो यहाँ अझै पनि कृषिको लागि, सिँचाइको लागि हाम्रो बोरिङ थियो तर अहिले त्यो यो सहरीकरण र यो उसले गर्दाखेरि बाटोले गर्दाखेरि के पाइपहरू बिग्रेछ, त्यसको लागि माग गरिरहेछौँ। र सँगसँगै अझै पनि हाम्रो यो निकास, यो पानीको लागि निकासको लागि नाली अति आवश्यक छ, त्यसको लागि नि माग गरेछौँ। र अब मेन त हाम्रो यो मेयर साहब जब यता जितेर आइसकेपछि मेन शिक्षा स्वास्थ्यमा धेरै जोड गर्नुभयो र लगानी पनि गर्नुभयो। त्यसैको आधारमा हामीले अहिले यहाँको वडावासीलाई राम्रोसँग सेवा सुविधा होस् भनेर हामीले अहिले वडा कार्यालयमा पशु सेवा केन्द्र पनि खुलेको छ। त्यसै गरेर 7, 14 अनि यता 15 का पनि आएर त्यहाँ सेवाग्राहीहरूले सेवा लिन सक्नुहुन्छ। त्यसै गरेर शिक्षा स्वास्थ्यमा धेरै ठुलो लगानी छ। अब
अब हामीले त्यसैको लागि रात दिन रात खटिराखेछौँ। अझै पनि गर्नुपर्ने धेरै छ र माग पनि हामीले गरिराखेछौँ। जनताको सहभागिता, नेतृत्वको प्रतिबद्धता र सामूहिक प्रयासले कोहलपुर नगरपालिका वडा नम्बर 14लाई समृद्ध र नमुना वडाको रूपमा अघि बढाइरहेको छ।